हेलो सेवा नमस्ते साथीहरु तपाईहरुलाई चाहिँ मेरो सर्ट भिडियोमा एकदमै धेरै स्वागत छ। अनि म चाहिँ आज के भन्न आको भन्दाखेरि त्यस्तो केही त हैन। अनि मलाई चाहिँ सानो सानो सर्ट भिडियोहरु बनाउन मन लाग्छ के पछि सम्झना हुन्छ नि त। अनि यहाँ हेर्नु न पछाडी उ फोटो देखिराख्नु भएको छ नि, यो चाहिँ हाम्रो सबैभन्दा प्यारो मान्छे हाम्रो भुन्टु मेरो छोरीको फोटो हो क्या। अनि यो फोटो चाहिँ उनीहरुको रुममा थियो अनि मैले चाहिँ यहाँ लिएर राखेको छु। अनि यो फोटोहरु हेर्दा पनि कति मलाई चेन हुन्छ क्या, चेन एकदमै चेन हुन्छ। उ चाहिँ हाम्रो मेरो छोरी, मेरो दिदीको छोरी पनि मेरो आफ्नै छोरी हो नि त हैन। अनि उसको फोटो हो अनि मलाई चाहिँ उसको एकदमै धेरै याद आउँछ क्या। अनि दिदीहरु पनि, दिदी र नानी पनि आफ्नै ड्युटीमा अनि भेना पनि आफ्नै ड्युटीमा हुनुहुन्छ नि त। अनि यो म चाहिँ दिदी भेनाको घरमा बस्छु। अनि त्यसपछि म चाहिँ नितान्त एक्लो भएँ अनि मलाई सबैभन्दा धेरै चाहिँ उसकै याद आउँछ क्या, हेङखामाको। अनि त्यसपछि मैले यहाँ फोटो राखिदिइरहेको छु। अनि त्यसपछि यो फोटो मात्रै नभएर मैले यसको के राखेको छु हेर्नुहुन्छ, यसको स्लिपर। साच्चै म त यस्तो स्मेलमा लिन्छु त अनि कस्तो हेङखामा कस्तै स्मेल आउँछ क्या, साच्चै भनेको। अनि राख्छु म त यस्तो टक्कै यता भित्तातिर सजाएर राख्थेँ। अनि त्यसपछि हेर्नुहुन्छ हेङखामाको दोल दोल, अरूहरूले उसको साथीहरूले गोल भन्छ नि त। अनि उसको बोली अहिलेसम्म स्पष्ट आएको छैन। अनि दोल दोल भन्छ अनि उसको दोल हो यो चाहिँ हेङखामाको बाजेले, मेरो आपाले किनिदिनु भएको हेङखामालाई दोल। उसले चाहिँ अब ग्राउन्डमा बल खेल्न आउनुहुन्थ्यो मान्छेहरू तल। अनि उसले चाहिँ दोल दोल भन्दा कति मन पराउँथ्यो अनि आपाले किनिदिनु भएको नातिनीलाई यो दोल। अनि यो दोल चाहिँ उसले असाध्यै मन पराउँछ क्या, तर उही नै दोल जत्रो छ। अनि त्यसपछि हेङखामाको खेलौना, हेङखामाको खेलौना। यो चाहिँ फर्स्ट टाइम हाम्रो भेनाले किनिदिनु भएको छोरीलाई खेलौना। अनि यिनीहरू पनि मसँगै राख्छु, टक्क सजाएर पो राख्छु त म त फेरि। अनि दिदीले चाहिँ काम नपाएर के सजाए, किन सजाएर राख्छस् भन्छ, त त छोरीसँगै बस्छस् र याद आउँदैन। मलाई त कति धेरै याद आउँछ नि त भनेर भन्छु। पछि ठुलो भएर हेङखामाले यो भिडियो हेरोस् हैन अनि मेरो सानीमाले कति धेरै मलाई माया गर्नुहुँदो रहेछ भनेर बुझ्छ नि त। आयो यो त्यो मेमोरीको लागि चाहिँ मैले यो भिडियो बनाएको। हस्।